ल बजारमा फेरि एउटा नयाँ हाइड्रो पावरको आइपिओ आएको छ। यो पटक भुजुङ्ग हाइड्रो पावरको। तर सबैभन्दा ठूलो प्रश्न के हो भने के यो लगानीकर्ताहरूका लागि साँच्चै राम्रो अवसर हो त? आउनुहोस् यसको हरेक पाटोलाई चिरफार गरेर हेरौँ न। हो, ठिकै सुन्नुभयो। नेपालको शेयर बजारमा फेरि एकचोटि हाइड्रो पावर सेक्टरमा लगानी गर्ने ढोका खुलेको छ। भुजुङ हाइड्रो पावरले सर्वसाधारणका लागि आफ्नो शेयर ल्याएको छ। तर एकछिन है, यसमा हाम फाल्नुभन्दा पहिले थाहा पाउनै पर्ने कुराहरू के छन् त? यो चाहिँ आइपिओ निष्कासनको पहिलो चरण होइन है, यो त दोस्रो चरण हो, जुन सिधै सर्वसाधारण लगानीकर्तालाई लक्षित गरेर ल्याइएको हो। पहिलो चरणमा त आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र विदेशमा रहनुभएका नेपालीहरूले अवसर पाइसक्नु भएको छ। ल, क्यालेन्डरमा मिति टिपिहाल्नुहोस्। याद राख्नुपर्ने मिति हो माघ 12। अब यो अवसरका लागि धेरै समय बाँकी छैन है, त्यसैले एकदमै ध्यान दिनुहोला। सर्वसाधारणको लागि कति किता शेयर छुट्याइएको छ त? हो, 8,30,000 किता। तर यो जम्मा शेयरको कति हिस्सा हो अनि बाँकी शेयर चाहिँ कसले पाउँछन् त? ल हेरौँ न। अब कुरा गरौँ शेयर बाँडफाँडको। कुनै पनि आइपिओमा लगानी गर्नु अघि कसलाई कति शेयर छुट्याइएको छ भनेर बुझ्नु एकदमै जरुरी हुन्छ, किनभने यसले पछि बजारमा शेयरको सप्लाई र डिमान्डमा पनि असर पार्न सक्छ। ल त भुजुङ्ग हाइड्रो पावरको शेयर कसरी बाँडफाँड गरिएको छ हेरिहालौँ। ल हेर्नुहोस् है, कम्पनीको जम्मा 20 लाख किता शेयरमध्ये ठ्याक्कै आधा मतलब 10 लाख किता त आयोजना प्रभावित स्थानीयकै लागि छुट्याइएको छ। त्यसपछि वैदेशिक रोजगारीमा रहेकाहरू, कर्मचारीहरू र म्युचुअल फन्डहरूलाई छुट्याइसकेपछि बल्ल सर्वसाधारणको लागि 8,30,000 किता बाँकी रहेको हो। अब आवेदन दिनेबारे केही मुख्य कुराहरू। न्यूनतम 10 किताका लागि आवेदन दिन सकिन्छ भने अधिकतम 50,000 कितासम्म पाइन्छ। अनि यो सबै निष्कासन र बिक्रीको जिम्मा चाहिँ कुमारी क्यापिटलले लिएको छ। शेयर किन्नु भनेको के हो त? कम्पनीको एउटा सानो हिस्सा किन्नु हो, होइन र? त्यसैले शेयरमा लगानी गर्नु भनेको वास्तवमा त्यो कम्पनीको व्यवसायमै लगानी गर्नु हो। अब हेरौँ भुजुङ्ग हाइड्रो पावरको मुख्य व्यवसाय, मतलब यसको हाइड्रो पावर प्रोजेक्ट खासमा कस्तो छ त? यो हो 7.5 मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना। यसमा 1 अर्ब 80 करोड रुपैयाँ भन्दा बढी लगानी भएको छ। अब लगानीकर्ताहरूको लागि एउटा राम्रो पक्ष के छ भने नि, आयोजनाले 2081 को वैशाखदेखि नै बिजुली उत्पादन गरेर बेच्न थालिसकेको छ। अनि कम्पनीसँग लाइसेन्स पनि अझै 30 वर्षको लागि बाँकी छ। अब एउटा एकदमै महत्त्वपूर्ण आँकडा हेरौँ है, प्रति मेगावाट लागत। यसले के देखाउँछ भने 1 मेगावाट बिजुली उत्पादन गर्न कति खर्च लाग्यो। यो आयोजनाको लागत करिब 24 करोड 90 लाख रुपैयाँ प्रति मेगावाट छ। अब यो लागत चाहिँ तुलनात्मक रूपमा अलि महँगो नै मानिन्छ र यस्तो महँगो लागतले कम्पनीको नाफा कमाउने क्षमतामा सिधै असर पार्न सक्छ। ल, अवसरको कुरा त हामीले गर्यौं, तर हरेक लगानीको अर्को पाटो पनि हुन्छ, त्यो हो जोखिम। भुजुङ्ग हाइड्रो पावरमा लगानी गर्नु कत्तिको सुरक्षित छ त? यो प्रश्नको उत्तर चाहिँ कम्पनीको क्रेडिट रेटिङ र उसको वित्तीय प्रक्षेपणमा लुकेको हुन्छ। क्रेडिट रेटिङ भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा कुनै पनि कम्पनीले आफ्नो ऋण र अरू वित्तीय दायित्वहरू समयमा तिर्न सक्छ कि सक्दैन भनेर एउटा विशेषज्ञले गर्ने मूल्याङ्कन हो। यो त कम्पनीको आर्थिक स्वास्थ्यको रिपोर्ट कार्ड जस्तै हो। रेटिङ एजेन्सी इक्रा नेपालले भुजुङ हाइड्रो पावरलाई इक्रा एनपी आइआर B+ रेटिङ दिएको छ। त्यसो भए यो B+ रेटिङले भन्न खोजेको के हो त? यसको अर्थ एकदमै सिधा छ। रेटिङ एजेन्सीको नजरमा यो कम्पनीले आफ्नो वित्तीय जिम्मेवारीहरू पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम छ। यो लगानीकर्ताहरूका लागि सबैभन्दा महत्त्वपूर्ण चेतावनी हो। यसलाई हल्का रूपमा लिनु हुँदैन। अब लगानी गरेको पैसा फिर्ता आउन चाहिँ कति समय लाग्ला त? सामान्य हिसाबले हेर्दा त 9.65 वर्ष देखिन्छ। तर आजको 100 रुपैयाँ र 10 वर्षपछिको 100 रुपैयाँको मूल्य एउटै हुन्छ र? पक्कै हुँदैन। जब हामी समयसँगै पैसाको घट्दो मूल्यलाई पनि हिसाबमा राख्छौँ, जसलाई डिस्काउन्टेड पेब्याक भनिन्छ, तब वास्तविक लगानी फिर्ता हुन 16 वर्षभन्दा पनि बढी लाग्ने देखिन्छ। यो लामो समयले लगानीमा रहेको जोखिमलाई झनै छर्लङ्ग पार्छ। ल, यति धेरै जानकारी र जोखिमको विश्लेषणपछि पनि यदि कसैलाई यो आइपिओमा लगानी गर्न ठिकै लाग्छ भने अबको प्रश्न आउँछ, आवेदन कसरी दिने त? आउनुहोस् यसको प्रक्रियाबारे पनि बुझिहालौँ।
आवेदन खोल्ने मिति हो माघ 12। यदि माघभन्दा बढी आवेदन पर्यो भने छिटोमा माघ 15 गते नै बन्द हुन्छ। तर यदि त्यसो भएन भने ढिलोमा माघ 26 गतेसम्म आवेदन दिन पाइन्छ। आवेदन दिनका लागि सी-आस्वाप प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ। यो भनेको के हो भने धितोपत्र बोर्डबाट अनुमति लिएका ब्याङ्कहरू मार्फत शेयरमा आवेदन दिने एउटा केन्द्रीकृत सिस्टम हो। यसका लागि आफ्नो खाता भएको ब्याङ्कको अनलाइन सिस्टम वा सिधै शाखामा गएर पनि आवेदन दिन सकिन्छ। अन्तमा लगानीकर्ताहरूको अगाडि एउटा स्पष्ट दुविधा छ। एकातिर जलविद्युतमा लगानी गर्ने एउटा अवसर छ, अर्कोतिर आधिकारिक रूपमै प्रमाणित उच्च जोखिम र लगानी फिर्ता हुन लाग्ने लामो समय। यी सबै तथ्यहरूलाई राम्रोसँग मनन गरेर यो लगानी आफ्नो लागि आफ्नो जोखिम लिन सक्ने क्षमता अनुसार छ कि छैन, त्यो निर्णय चाहिँ हरेक लगानीकर्ताले आफैले गर्नुपर्ने हुन्छ।